हेलो गाइस, व्हाट्स अप, वेलकम टु माय न्यू ब्लग। अनि होप यु गाइस फाइन। अनि आज दशैंको दोस्रो दिन हो र अनि अब आज चाहिँ हामी जान छौँ मामाले। मेरो मामाले चाहिँ कहाँ भन्दाखेरि चाहिँ झापा हो, मामुको घर। बाबा नु उठ्छु। अब चाहिँ म यहाँ यसो ब्रस गर्छु। झापाको लागि त ब्रस त झिक्नु पर्यो। अब ग्यास्ट्रिक हुन्छ नि त बिहान बिहानै। अब हट वाटर लिएर आइछु। फेरि गाइस, फेरि मलाई चाहिँ फेरि त अब लामो बाटो फेरि जानै कस्तो लाग्छ क्या, अप्ठ्यारो लाग्छ कि उल्टी सुल्टी आउँछ कि भमिटिङ हुन्छ। मामु म त बस्नु जानु सक्दिनँ होला हौ। कति बज्यो? 7:30 हुन आइसकेको छ। अब मेरो त बिचरा जानु पाउँदैन थियो नि त उहाँको ताका लागेर गर्दाखेरि होइन। तर बिचरा अब रहर गर्छु त के गर्नु, मान्दैन भाइ। ताका खोलेको 10 दिन 1 महिना लाग्छ अरे क्या। लगाइसकेपछि हामी यहाँ लुगाको लागि रेडी हुन्छौँ। लगाइस वी आर रेडी नाउ टु गो झापा। चाहिँ अब चाहिँ झापा गएपछि लाउँछु दसैँको लुगा चाहिँ। यहाँ फेरि फोहोर हुन्छ नि त, सो त्यही भएर। अनि लगाइसकेपछि हामी अहिले रेडी भइसकेको छौँ। यहाँ अहिले चाहिँ हामी यहाँ ओर्लिसकेको छौँ। हामी यसो यहाँ खाजा खान आएको छौँ। तगाइ चाहिँ अब आफ्टर अ लङ टाइम मैले खानु पाएँ चाट यहाँको होइन। यहाँको चाट फेरि यस्तो मिठो हुन्छ नि। तगाइ चाहिँ हामी भर्खरै यहाँ आइसकेको छौँ हाम्रो मामलीमा। आफ्टर अ लङ टाइम यहाँ पाउनु पऱ्यो। तगाइ अहिले चाहिँ हामी यहाँ यसो माथि आइसकेको छौँ र हाम्रो बुवा चाहिँ कहाँ हुनुहुन्छ? नमस्ते बुवा। मेरो बुवा हुन्छ नि। कति पछि आयो यहाँ पनि। हामी त्यस्तो गर्मी भएको छैन भयो। मलाई कस्तो झ्याउ लाग्यो यहाँ आउँदाखेरि चाहिँ। हामी कोही पहिला त कति धेरैजना मान्छेहरू ग्यादरिङ हुनु नि त। अनि अहिले त्यस्तो कोही हुनु न, दाइ मात्रै हुन्छ अरे ल। लगाइसकेपछि चाहिँ हामीले यहाँ दसैँको लुगा लगाएर टिका नि लगाइसकेको छौँ। अब चाहिँ अब हामी जान लागेको छौँ हाम्रो छुट्टाइ, हाम्रो मूल घर। लगाइसकेपछि हामी जान लागेको छौँ हाम्रो मूल घर। सो फाइनली हामी आइसकेको छौँ हाम्रो यहाँ छुट्टाइ घर। लगाइसकेपछि तपाईँहरू हेर्नु सक्नुहुन्छ होला। अहिले हामी चाहिँ आइसकेको छौँ हाम्रो मूल घरमा। अरे भाइ कहाँ घर त अहिले? मूल घर त कति केजी हो? 30 केजी। आमा हो त। ए हाल्नु भ्लग हाल्नु। हजुरआमालाई कति बजी देख्नु पर्यो? तिमी हाम्रो कृष्ण दिदीको भाइ हो? उर्मिला आन्टीको छोरा। कति वर्ष तिमी? नमस्ते दिदी। लगाइसकेर चाहिँ हामीले यहाँ टिका सिका लगाइसकेको छौँ। यहाँ सबैजना हुन्छ अहिले। यहाँ अब बाघको दिदीहरू गइसक्नु भएको छ। लगाइसकेर चाहिँ हामी यहाँ हाम्रो मूल घरको काइला हजुरबागमा जाँदैछौँ हामी अहिले। यहाँ छुनु दिदीसँग। नमस्ते। ए लगाइसकेर चाहिँ हामी यहाँ पनि आइसकेको छौँ। नमस्ते हजुर। कान्छ यो टक्कै बाबु कोही अनि बुवा आउनु भएन? आउनु भएको छ तर जुटो परिरहेछ क्या हाम्रो। तपाईँ 61 को? अब हाम्रो प्यारे दिदीले हाम्रो फोटो नि खिचिसक्नु भएको छ, भिडियो नि खिचिसक्नु भएको छ। ल मामाले यहाँ दिँदै हुन्छ। अब यो अझै 2-3 घन्टा लाग्छ होला यो सुक्न। ए यसको नाम के अरे? कुराउनी भन्छ। हजुरआमा रकम आइजु। हजुर तपाईँलाई माइजू, उहाँलाई चाहिँ हजुरआमा भन्दा सजिलो लाग्छ मलाई। गाइस अब यहाँबाट चाहिँ बिदा हान्नु पर्ला छ। अब यसो भएर मैले भन्नु न फ्यामिलीसँग ग्यादरिङ भयो। हजुर हस् हुन्छ हजुर भगिहाल्छ। गाइस नाउ वी आर ब्याक टु आवर हाउस। अब हामी चाहिँ आइसकेको छौँ यहाँ फेरि। नमस्ते। होइन मलाई त अलिक ठुलो जस्तो लागेको, हामीले चिने जस्तो लागेको, यसको ब्याचको भन्ने जस्तो लागेको मलाई। गाइस हामी यहाँ आएको त हाम्रो मामाकोमा त पुरै झाडी डर लाग्दो छ त। यहाँ कसरी बस्नुहुन्छ होला सायद। गाइस अहिले हामी चाहिँ हाम्रोमा आइसकेको छौँ हाम्रो यहाँ आफन्तीकोमा। नमस्ते। नमस्ते।
गाइस चाहिँ हामी भर्खरै आइसक्यौँ दसैँ टिका लगाएर र हाम्रो आजको लागि चाहिँ सकिसकेछ भन्दा हुन्छ दसैँ कार्यक्रम। अब फेरि भोलि फेरि कन्टिन्यू हुन्छ। गाइस अब आजको भोजमा म यति अन्त गर्छु। अब हजुर मम्मीले लाइक सेयर गर्नुहोस् होला। अब अझै दसैँ सकिन 3 दिनमा जति बाँकी छ। अब भ्लग पनि यसरी आउँछ होला सायद।